चर्चित लोक तथा दोहोरी गायक सिद्धार्थ आले र लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापाको पछिल्लो समयको केही जानकारी छोटो फलक भिडियो लिएर हजुरमाझ उपस्थित भइसकेको जानकारी गराउन चाहन्छु। दर्शकबिन यस भिडियो पुरा सुनेर र हेरेर हामीलाई अन्त्यसम्म साथ दिनुहोला। पछिल्लो समय दर्शक श्रोताहरूको मनमुटाव बस्दै आएको लोकप्रिय गायक सिद्धार्थ आलेले जानकारी दिएअनुसार आफूले र दीपिका थापाले मगर भाषामा गाएको आफ्नो गीत निकै उत्कृष्ट भएको र दर्शक श्रोताले निकै नै मन पराइदिनु भएको र आफूले लामो समयदेखि गीत सङ्गीतमा निकै नै सङ्घर्ष गर्दै यो स्थानसम्म आइपुग्न सफल भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापासँग आफूले गाएको लाइभ दोहोरीको केही टुक्का पनि सामाजिक सञ्जालमा निकै नै भाइरल दर्शक श्रोताहरूको मनमुटाव बस्न सफल भएको जानकारी गराउनुभएको छ। आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र पछिल्लो समय दर्शक श्रोताहरूको रोजाइको लोकप्रिय गायक सिद्धार्थ आलेसँग आफूले लाइभ दोहोरी मात्रै नभएर आफूले एल्बमको गीतमा पनि भोकल दिने अवसर मिलेको भन्दै गायिका दीपिका थापाले जानकारी गराउनुभएको छ। आफूले देश तथा विदेशको विभिन्न चर्चित कार्यक्रममा सहभागी हुने अवसर मिलेको र पछिल्लो समय निकै नै चर्चित लोक तथा दोहोरी गायक सिद्धार्थ आले र आफ्नो लाइभ दोहोरी यतिखेर बजारमा निकै नै चर्चाको शिखरमा रहन सफल भएको दर्शक श्रोताहरूले आफ्नो र सिद्धार्थ आलेको गीत निकै नै मन पराइदिनु भएको भन्दै लोकप्रिय गायिका दीपिका थापाले जानकारी गराउनु भएको छ। सिद्धार्थ आलेले नै आफूले दीपिकासँग गाएको सबै जस्तो लाइभ दोहोरी निकै नै दर्शक श्रोताहरूको मन मुटाव बस्न सफल र गीत सङ्गीतमा आफूले लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको नै लोक तथा दोहोरी चर्चित गायक सिद्धार्थ आले र लोक तथा दोहोरी चर्चित गायिका दीपिका थापाले जानकारी गराउनु भएको छ।